नमस्कार, म निर्मला शर्मा बर्दियाबाट। आदरणीय स्रष्टा वासुदेव पाण्डेज्यूको एउटा कविता वाचन गर्दैछु। कविता र वाचन हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। कविताको शीर्षक छ जीवन स्वप्न। कविता शार्दूल बिक्री छन्दको छ। छोटो जीवन जन्म मृत्यु बिचको भारी छ दायित्वको, राम्रो सुन्दर जिन्दगी सयलमा लैजान चाहन्नको। खोजेको मरुभूमिको जल नहो, टाढा कतै देखिने, देखिएका हुँदै अनेक सपना, यो जिन्दगी टुङ्गिने। देखेका सपना पुर्याउन खटे मान्छे यथा सम्भव, थप्छन् एक तलो परन्तु घरको भत्किन्छ गाह्रो जग्गा। जोडे एक पुगेन पूरक भन्यो, खोजी गर्यो दौडियो, खाली हात यताउता जति गरोस् भेटिन्न घुम्ने मियो। यो मेरो घर श्रीमती जमिन यो, छोरा र छोरी यिनी, भन्दै जीवन जान्छ मानिस कहाँ सन्तुष्ट हुन्थ्यो तनी। आफ्नो जीवनका अभाव नगई आयु घटी खुम्चियो, भेटायो जुन बिर्सिकन अरू खोजेर उ दौडियो। भारी झै परिवार बोझौसमा च्यापिन्छ मान्छे जब, यो सारा सपना र बन्धन भनी बुझ्ने छ पक्का तब। टाढा छैन खुसी र प्राप्ति मनको, यो भान तन्द्रा थियो, निन्द्रा खुल्न गई टुटेर सपना, साँचो कुरा झल्कियो। हाम्रो जीवन लाग्छ एक सपना, सारा कुरा देखिने, निन्द्रा तुल्य छ जिन्दगी र सपना, टुक्रिन्छ जाग्यो भने। जे देखिन्छ हुँदैन सत्य तर त्यो आभास उस्तै हुने, छाडियो धरती छ जानु सबले, के स्वप्न र स्वप्नमा रत्तिने। हाम्रो जीवन लाग्छ एक सपना, सारा कुरा देखिने, निन्द्रा तुल्य छ जिन्दगी र सपना, टुक्रिन्छ जाग्यो भने। जे देखिन्छ हुँदैन सत्य तर त्यो आभास उस्तै हुने, छाडियो धरती छ जानु सबले, के स्वप्नमा रत्तिने। छाडियो धरती छ जानु सबले, के स्वप्नमा रत्तिने।